आज हामी यहाँ रहेको आज हामी उद्घाटन गर्न गइरहेका छौँ र यसका लागि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालज्यूको आगमन भइसकेको छ भने त्यसै गरी आजको यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा हामीले प्रहरी अतिरिक्त महानिरीक्षक उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख आदरणीय कार्यालय प्रमुख अतिथिको रूपमा पाएका छौँ। त्यसै गरी गोकर्णेश्वर नगरपालिकाका नगर उपप्रमुख कान्तानी लामादेखि लिएर विभिन्न सहर तबकाका कार्यक्रमको तालिका अनुसार यतिखेर हामी यो माकलबारी पुलमा रहेको यो यहाँको सडक बत्तीलाई पनि उद्घाटन गर्न गइरहेका छौँ। सम्पूर्ण सहभागीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यो विशेष ट्रेनमा हामी छौँ। पक्कै पनि पछिल्लो समय जुन दुर्घटनाका कारणहरू छन्, दुर्घटनाहरू बढ्दै गर्दाखेरि सवारी त्यसै गरी सवारी चालकको सुरक्षादेखि लिएर पैदल यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिकाका विभिन्न ठाउँहरूमा यो लाइटहरूलाई माकलबारीको यो पुलमा हाम्रो ईश्वर कार्की सरबाट यतिखेर यहाँ जानको लागि म यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र आजको यो विशेष कार्यक्रममा हामीसँग प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामछा बोधका प्रमुख आदरणीय नवराज अधिकारी सरको पनि आगमन भएको छ। यहाँलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ र यतिखेर हाम्रा विशिष्ट व्यक्तित्वहरूबाट यहाँको यो सडक लाइट यो बत्तीको पनि उद्घाटन गरिएको छ।